वेलकम टु माई ब्लग गाइज। साथी मनसान सन्चै हुनुहुन्छ? सन्चै छु। अनि आज हामी कता हिँड्न लागि त नि? खै त कता हिँड्न लाग्थ्यो। अनि आज चाहिँ हामी टक्क खाना नखाइकन कता रे सर? सरले आज भन्दा 50 बजे के अरे टक्क लाएर हामी चाहिँ आज मोमोको लागि चाहिँ टक्क सामान लिनु लानु लाग्यो। मोमो लास्टै खानु मन लागेर होइन हेमनसान टक्क हामी आज मोमो बनाएको टक्क देखाउँछौँ भिडियोमा टक्क लगाएर। यस्तै छ, लास्टै मोमो खानु मन लाउने कि। तर जापान आउनु अघि चाहिँ तपाईँहरूले पनि मोमो टक्क खाएर आउनु होला मजाले। यहाँ यो 1 प्लेट मोमोलाई कति रहेछ? 800 अरे। अनि 800मा मोमो हालेर खानुभन्दा त बरु 800मा सामान किनेर आफूले बनाएर खाँदा ठिक हुन्न र सर। त्यही भएर हामी चाहिँ आज सामान किन्न हिँडेको टक्क लगाएर। हामीसँग 2 जना अझै हुनुहुन्छ मोमो खाने। टक्क उहाँहरूले बनाउने, हामी चाहिँ खाने होइन सर। टक्क लगाएर उहाँहरूलाई नै हामी देखाउँछौँ अहिले। टक्क अहिले त हामी हिँड्न लागेको सामान किन्न। के कार हेर्नु टक्क लगाएर। के कार रे सर? यता पनि स्कुटरहरू हिँडिरहेको हुन्छ है टक्क लगाएर। रोकिन है यतै हाटो गरौँला। ल हेर्नु गाडीहरू यस्तो पार्किङ हुन्छ क्या नेपालमा पनि हुनु पर्यो गाई चाहिँ हो। साथीले चाहिँ उहाँ त्यो भन्नु कुन चाहिँ त्यो सानो खालके ओके योवाला भएको साथीलाई चाहिँ गाडी चाहिँ एकदम मन पर्दो रहेछ के टक्क लगाएर एकछिन। टक्क ह्यान्सी देखिनु भयो त आज त के हो? कपाल काट्नेलाई भएको हो मेरो नि। मेरो त यहाँ अलिअलि फोका नै आइन्छ नि यार। आजभोलि त निन्द्र नपुगेर के सुत्नेलाई 5 बज्छ। यता निन्द्रै लाग्दैन हो भने एउटा जागिर नपाएर टेन्सन, एउटा निन्द्र नलाएर टेन्सन। यस्तै छ। अब हाम्रो प्रि इन्टरभ्यू चाहिँ टक्क पर्सि हुन्छ होइन सर, सोमबार। अनि त्यसपछि राम्रो भयो भने चाहिँ हालिदिइहाल्छु भनेको छ। राम्रो गर्नै पर्छ गाइज। यहाँ आएर 1 महिना हामीले जागिर गरेन भने हामी लगभग कति खर्च हुन्छ सर खानाकै लागि? 20 देखि 30 हजार लाग्छ। त्यही भएर एकदम गाह्रो छ हौ यता। टक्क लगाएर आउनु ल। हाम्रो साइकल प्याकिङ नि देखाउँछु म आज। हामी रुमबाट साइकलबाट आउनलाई लगभग 5 मिनट लाग्छ। साइकल पार्किङ यस्तो हुन्छ है। आज मेरो साइकल नि देखाउँछु हजुरहरूलाई। गर्मी छ हो आज त 28 डिग्री सेल्सियस यार। कता हो राखेको हामीले? यता साइडमा राखेको हो। यहाँ यो चाहिँ मेरो है। यो BMW चाहिँ मेरो